हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ भन्ने आश गरेको छु। सबैजना सन्चै हुनुहुन्छ पनि होला। म आज हजुरहरूलाई एउटा विशेष भिडियो लिएर आएको छु। हजुरहरू यदि कोरिया आउँदै हुनुहुन्छ स्टुडेन्टको लागि, अब कुन चाहिँ इन्टेकमा आउँदै हुनुहुन्छ, मार्च इन्टेकमा आउँदै हुनुहुन्छ कि फल अगस्त सेप्टेम्बर इन्टेकमा आउँदै हुनुहुन्छ, त्यो हजुरहरूको कुरा भयो। तर यदि हजुरहरू कोरिया आउँदै हुनुहुन्छ भने हजुरहरूले ल्याउनै पर्ने सामान के हो त? आज त्यसको बारेमा म कुरा गर्न जाँदैछु। हजुरहरूलाई भन्न चाहन्छु कि हजुरहरू यदि कोरिया आउँदै हुनुहुन्छ भने आफ्नो ब्याकप्याक चाहिँ निकै राम्रोसँग गर्नुपर्ने हुन्छ हजुरहरूले। नत्र भने यहाँ धेरैजनाले दुःख पाएका छन्। आई मिन टु से द्याट कि हजुरहरूले के चिज चाहिँ ल्याउनुपर्छ, के चिज चाहिँ ल्याउनुहुन्छ होइन। अनि के चिज चाहिँ यहाँ मोस्ट इम्पोर्टेन्ट हो त, के चिज चाहिँ यहाँ महँगो पर्छ त, के चिज चाहिँ हामीलाई 2-3 महिना अगाडिको लागि सर्भाइभ हुनलाई सुरुमा चाहिन्छ त, त्यो भन्ने कुरा आज म हजुरहरूलाई भन्न जाँदैछु। लेट्स स्टार्ट द भिडियो। यदि हजुरहरू फल इन्टेकमा आउँदै हुनुहुन्छ अगस्त इन्टेकमा भने हजुरहरूले मिनिमम पनि $1500 लिएर आउनुपर्ने हुन्छ त्यतिखेर आउनको लागि, मिनिमम पनि। किनकि त्यतिखेर भनेको कोरियामा काम पाइँदैन, त्यतिखेर जाडोको समय हुन्छ र त्यतिखेर कोरियामा काम पाइँदैन। यदि हजुरहरू मार्च इन्टेकमा आउँदै हुनुहुन्छ, स्प्रिङ इन्टेकमा मार्च इन्टेकमा आउँदै हुनुहुन्छ भने हजुरहरूले मिनिमममा $1000 लिएर आउनुपर्ने हुन्छ। हजुरहरूको लोकेसन हेरेर, हजुरहरू कहाँ बस्नुहुन्छ, हजुरहरूको युनिभर्सिटी कहाँनिर छ त्यो हेरेर हजुरहरूले डलर ल्याउनु पर्ने हुन्छ। मिनिमम पनि हजुरहरूले $1000 देखि $1500 कोरिया आउँदाखेरि लिएर आउनुपर्ने हुन्छ। नत्र भने हजुरहरू यहाँ सर्भाइभ हुनलाई निकै गाह्रो पर्नेछ सुरुको 2-3 महिना। सक्नुहुन्छ भने त 2000-3000 इट्स अप टु यु, कति ल्याउनुहुन्छ होइन। सक्नुहुन्न भने चाहिँ म भन्न चाहन्छु मिनिमम पनि $1000 चाहिँ लिएर आउनुपर्ने हुन्छ हजुरहरूले, ठाउँ हेरेर, प्लेस हेरेर। त्यही भएर 1 नम्बरमा यो भयो। अनि त्यसपछि म हजुरहरूलाई 2 नम्बरमा के भन्न जाँदैछु भन्दाखेरि वाटर बोतल। हजुरहरूले वाटर बोतल ल्याउनु पर्ने हुन्छ। यहाँ चाहिँ वाटर बोतल एउटा त महँगो पनि पर्छ भनौँ, ₹500 पर्छ एउटा थर्मसलाई 500 रुपियाँ पर्छ। तर नेपालमा 500 रुपियाँ पर्छ, यहाँ 5000 रुपियाँ पर्छ। हजुरहरू सुरुमा स्टुडेन्ट हुनुहुन्छ, 5000 रुपियाँ तिर्न हजुरहरूलाई निकै गाह्रो हुन्छ। यहाँ आएपछि थाहा हुन्छ त्यो कुरा। म हजुरहरूलाई एकदमै जेन्युन एन्सर दिँदैछु। म कोरिया आएको अहिले 2 महिना हुन लाग्यो, त्यही भएर हजुरहरूलाई म एकदमै जेन्युन रिप्लाई दिन्छु कि जेन्युन एन्सर दिन्छु कि हजुरहरूलाई के भन्न चाहन्छु भन्दाखेरि एउटा वाटर बोतल लिएर आउनुहोस्। अझै सक्नुहुन्छ भने थर्मस लिएर आउनुहोस्। थर्मस इज द बेस्ट। थर्मस लिएर आउनुहोस्, एउटा लिएर आउनुहोस् नै। थर्मस हाल्नुहोस्। हजुरहरूले जुन भिग्रिने ब्याग हुन्छ हजुरहरूलाई त्यो ल्याउन पाइन्छ, त्यसमा तपाईँहरूले साइडमा भित्र कहाँ हुन्छ हजुरहरूले एउटा थर्मस ल्याउनुहोस्। अनि त्यसपछि 2 नम्बरमा भयो। 3 नम्बरमा मैले के भन्छु भन्दाखेरि हजुरहरूलाई एउटा डिपेन्डेबल फोन लिएर आउनुहोस्। फोन आई मिन टु से द्याट हजुरहरूले ल्याएको फोन चाहिँ मिनिमम पनि 6 महिना राम्रोसँग चल्नु पऱ्यो। कोरियाको सबै एप सपोर्ट गर्नु पऱ्यो। आई मिन कोरियामा आउँदाखेरि हजुरहरूले स्टुडेन्टमा आउँदै हुनुहुन्छ भने एकदम राम्रो फोन ल्याउनु जरुरत छ। किनकि मैले फोन लिएर आएको थिएँ, मेरो फोन बिग्रियो र मैले नयाँ किनेँ। किन भन्दाखेरि त्यो फोन यहाँ आइसकेपछि स्विच अफ मात्र भयो, खुल्दैन। नेपालमा अलि समस्या त देखिएको थियो होइन। यदि समस्या देखिएको छ नेपालमा भने त्यो फोन यहाँ ल्याउँदै नलिएर आउनुहोस्। हजुरहरूलाई निकै गाह्रो पर्न सक्छ। हजुरहरूले नयाँ फोन किन्नुपर्ने हुन्छ। इट कस्ट महँगो नै पर्छ सुरुमा स्टुडेन्टको लागि। यहाँ थोरै पैसा पनि धेरै नै लाग्छ। द्याट्स वाइ हजुरहरूले डिपेन्डेबल फोन लिएर आउनुहोस् विथ पावर ब्याङ्क। एउटा पावर ब्याङ्क लिएर आउनुहोस्। अनि यदि हजुरहरू आइटी अथवा इन्जिनियरिङमा पढ्नको लागि आउँदै हुनुहुन्छ कोरिया भने चाहिँ हजुरहरूले ल्यापटप लिएर आउनुहोस्। अनि मोस्ट इम्पोर्टेन्ट चिज, हजुरहरू जुनसुकै फिल्डमा पढ्नुहोस्, जुनसुकै फ्याकल्टी पढ्नुहोस्, हजुरहरूले मोस्ट इम्पोर्टेन्ट चिज ल्याउनु पर्ने भनेको चाहिँ एउटा छ एडप्टर एकदमै मोस्ट इम्पोर्टेन्ट हो। अनि अर्को के छ भन्दाखेरि हजुरहरूलाई मल्टिप्लग हजुरहरूले लिएर आउनुहोस्। यहाँ मल्टिप्लग एकदमै युजफुल हुन्छ। मल्टिप्लग पनि एडप्टर ल्याउनु भयो भने एडप्टरले भइहाल्छ। नत्र कस्तो खालको प्लग भन्नुहुन्थ्यो, हजुरहरू एडप्टर ल्याउनुहोस्, इट विल बी ओके, इट विल बी फाइन। यी कुराहरू मैले भने। अब त्यसपछि हजुरहरूलाई भन्न चाहन्छु 1 कार्टुन वाइवाई लिएर आउनुहोस्। आई मिन कम्तीमा पनि 20-25वटा प्याकेट वाइवाई लिएर आउनुहोस्। यहाँ वाइवाई एउटा त पाइँदैन, एसियन मार्टहरूमा पाइन्छ तर अलिक महँगो पर्छ, वाइवाईलाई महँगो पर्छ। त्यही भएर नेपालबाट आउँदाखेरि यदि अरूसँग सफिसियन्ट स्पेस छ होइन, ब्याकप्याक गर्दाखेरि खाली छ, अब के लैजाउँ जस्तो लाग्छ भने वाइवाई हाल्नुहोस्। 1 कार्टुन हाल्दा पनि अझै खाली छ भने 2 कार्टुन हाल्नुहोस्।
वाइवाई नै वाइवाई हाल्दा नि केही फरक पर्दैन। हजुरहरू यदि वाइवाई चाउचाउ नै खानुहुन्न भयो भने हाल्नुहोस्, यहाँ एकदमै जरुरत पर्न सक्छ हजुरहरूको लागि। अनि म अर्को कुरा के भन्न लाग्यो भन्दाखेरि घिउ गुन्द्रुक अब यति ल्याउनु भनेर चाहिँ म भन्दिनँ होइन। अब घिउ गुन्द्रुक चाहिँ कतिवटा ट्रान्जिटमा कतिवटा एयरलाइन्समा ल्याउन पाइन्छ, कतिवटा एयरलाइन्समा ल्याउनु पाइँदैन। त्यही भएर त्यो सोधेर विचार गरेर बुझेर होइन ल्याउनुहुन्छ भने एक माना घिउ अनि त्यसपछि गुन्द्रुक चाहिँ अब हजुरहरू कति जे भने 6 महिना वर्ष दिन अब हजुरहरू 4 वर्ष यहाँ बस्छु भनेर आउनु भएको छ, ब्याचलरको लागि भने मास्टर्सको लागि भने 2 वर्ष यहाँ बस्छु भनेर आउनु भएको। त्यही भएर हजुरहरूले बुझेर सोच विचार पुऱ्याएर कति चाहिन्छ त मलाई भनेर ठ्याक्क लिएर आउनुहोस्। अब यति नै भनेर चाहिँ गुन्द्रुक त्यो भन्नु त्यो इट्स आई डोन्ट थिङ्क इट्स यो राम्रो कुरा होइन होइन। यति नै ठ्याक्कै एक्ज्याक्ट यो वेटमा भन्नलाई त तर लिएर आउनुहोस्। हजुरहरूले कति सक्नुहुन्छ होइन, कति ठिक्क लिएर आउनुहोस्, थोरै लिएर आउनुहोस् होइन, पुग्ने लिएर आउनुहोस्, म त्यति भन्न चाहेँ। अनि त्यसपछि अर्को कुरा अब म अर्को चाहिँ के कुरा गर्न आएँ त भन्दाखेरि पर्सनल आइटम के लिएर आउने त। इफ मेन हुनुहुन्छ भने ट्रिमर लिएर आउनुहोस् होइन। हजुरहरू कपाल काट्नुपर्ने हुन्छ, दारी काट्नुपर्ने हुन्छ, यहाँ दारी खासै मन पनि पराउँदैनन् होइन। अब यो त बानी भयो, यस्तो भयो, केही छैन होला, टपिकमा फर्क्यो। हजुरहरू ट्रिमर लिएर आउनुहोस् होइन। मेन हुनुहुन्छ भने मेल हुनुहुन्छ भने ट्रिमर लिएर आउनुहोस्। अनि हजुरहरूले युज गर्ने घरमा युज गर्ने प्रोडक्ट डेली युज हुने प्रोडक्टहरू के छ तपाईँले कम्तीमा पनि 3 महिना 4 महिनालाई पुग्ने गरी त्यो प्रोडक्टहरू लिएर आउनुहोस्। म त्यो भन्छु हजुरहरूको लागि। यहाँनिर एउटा महँगो पर्छ, अर्को यहाँको प्रोडक्टसँग हजुरहरूको प्रोडक्ट मिल्दैन, धेरै समस्याहरू आउन सक्छ। त्यही भएर 3-4 महिनाको लागि लिएर आउनुहोस्, त्यसपछि एडप्ट पनि भइन्छ कि कमाउन अलि थालिन्छ, द्याट्स विल बी त्यसपछि सजिलो हुन्छ होइन, त्यो भन्न चाहे। अनि लेडिज हुनुहुन्छ भने हजुरहरूको पनि त्यही हो, हजुरहरूलाई के चाहिन्छ होइन। हजुरहरूले डेली घरमा युज गर्ने बिहान उठेदेखि बेलुका सुत्नु जेलसम्म मलाई के चाहिन्छ 6 महिनासम्ममा, आजदेखिको मलाई 6 महिनासम्ममा। त्यहाँ यदि म हजुरहरू यहाँ मार्चमा आउँदै हुनुहुन्छ भने मार्चदेखि अगस्तसम्ममा के चाहिन्छ त मलाई त्यो सोचेर बुझेर लिएर आउनुहोस्। अनि अगस्तमा आउँदै हुनुहुन्छ भने त्यसपछिको 6 महिनासम्ममा मलाई के चाहिन्छ त होइन। बिहान उठेदेखि बेलुकासम्ममा मलाई जाडो महिनामा के चाहिन्छ, गर्मी महिनामा छ भने के चाहिन्छ, त्यो सोचेर विचार गरेर लिएर आउनुहोस् भन्न चाहन्छु। हजुरहरूको पर्सनल आइटम अब के हुनसक्छ हजुरहरू आफै सोचेर विचार गरेर लिएर आउनुहोस्। त्यसपछिको अर्को पोइन्ट भनेको हजुरहरू कोरिया आउँदै हुनुहुन्छ भने अर्को ल्याउनु पर्ने कुरा भनेको सातु। यो सातु भनेको कोरियालाई मात्र होइन अरू देशलाई पनि काम लाग्ला, तर म अहिले मेन टपिक मेरो कोरिया छ, त्यही भएर म कोरियामा के चाहिन्छ त्यो कुरा गर्दैछु। कोरिया आउँदै हुनुहुन्छ भने सातु लिएर आउनुहोस्। सातु इज बेस्ट। गेडागुडी लिएर आउनुहोस् होइन, 2-3-4 किलो कति सकिन्छ गेडागुडी लिएर आउनुहोस्। त्यसपछि सातु भयो, गेडागुडी भयो, फुरुन्दाना लिएर आउनुहोस्, दालमोट लिएर आउनुहोस्, बिस्कुट लिएर आउनुहोस् होइन। हजुरहरूलाई मनपर्ने टेस्टको चक्लेट मोकै भटमास लिएर आउनुहोस्। द बेस्ट खानेकुरा मोकै भटमास। यहाँनिर हजुरहरू मोकै भटमास खाएको कोरियनहरूले देख्यो भने वाउ कस्तो दामी खाजा, उनीहरूले त्यस्तो सोध्छन्। अब सोध्दैनन् त होइन, द्याट्स एउटा फन कुरा गरिदिएको मैले। लेट्स जम्प इन टु टपिक। त्यही भएर हजुरहरूलाई युज हुने डेली युज हुने चिजहरू के छ त्यो पनि लिएर आउनुहोस्। अनि नेक्स्ट कुरा गर्दाखेरि चोकोस लिएर आउनुहोस् होइन, चिउरा लिएर आउनुहोस्। खानेकुरा के चाहिन्छ हजुरहरूले नेपालमा के खानुहुन्छ, जस्तै यहाँ पाउरोटी दुध यस्तो त यहाँ पाइहालिन्छ, सस्तो हुन्छ। दुध त अब लिएर आउन नि पाइएन होइन। अनि त्यसपछि अब अर्को नेक्स्ट कुरा गरौँ स्टुडेन्ट प्रोडक्टहरू। स्टुडेन्टलाई चाहिने कुराहरू के हो त भन्दाखेरि क्यालकुलेटर मस्ट इम्पोर्टेन्ट। यदि आइटी र इन्जिनियरिङमा आउँदै हुन्छ भने साइन्टिफिक क्यालकुलेटर लिएर आउनुहोस्। यहाँ महँगो पनि पर्छ र यहाँ नेपालको जस्तो क्यालकुलेटर पनि पाइँदैन। अनि अर्को कुरा पेन लिएर आउनुहोस् तर विथ रिफिलवाला। तपाईँहरूले पेनको रिफिल चेन्ज गर्न मिल्ने खालको पेन लिएर आउनुहोस्। यहाँ पेन पनि एकदमै महँगो पर्छ, एउटा पेनकै अब 50-60 रुपियाँ परिदिन्छ। यहाँ पेन पनि एकदम महँगो छ, पेन पनि लिएर आउनुहोस्, विथ रिफिलवाला लिएर आउनुहोस् है। रिफिल लिएर आउनुहोस्, 20-25वटा रिफिल लिएर आउनुहोस्, 5-7वटा पेन लिएर आउनुहोस्, पेन्सिल लिएर आउनुहोस्, इरेजर सार्पनर लिएर आउनुहोस्। के चाहिन्छ हजुरहरूलाई, हजुरहरू स्टुडेन्ट हुनुहुन्छ भने के चाहिन्छ सबै कुरा लिएर आउनुहोस्। त्यसपछि कपी लिएर आउनुहोस् आधी दर्जन जति। अब बुक भन्नाले ठ्याक्कै हजुरहरूले कोरियन बुक लिएर आउनुहोस्। एउटा बेसिक लेभलको कोरियन बुक हुन्छ नि हो, त्यो बुक लिएर आउनुहोस्। त्यसले तपाईँहरूलाई धेरै हेल्प गर्छ, डेली बेसिसमा हजुरहरूलाई ग्रो गर्नलाई धेरै कोरियनमा धेरै हेल्प गर्छ।
अनि अर्को कुरा, हजुरहरू कोरिया आउँदै हुनुहुन्छ भने मिनिमम पनि 2 महिना चाहिँ भाषा सिकेर आउनुहोस्। हजुरहरूलाई यो चाहिँ मेरो बिन्ती भयो, आग्रह भयो। यो चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट चिज हो कोरिया आउँदै हुनुहुन्छ भने। एकदमै तपाईँहरूले सोचेको भन्दा धेरै नै इम्पोर्टेन्ट चिज हो। 2 महिना, कम्तीमा पनि 2 महिना चाहिँ भाषा सिकेर आउनुहोस्। भाषा चिन्ने भएर आउनुहोस्। यहाँ आउँदाखेरि मिनिङ थाहा नहोला, मिनिङ गाह्रो हुन्छ, त्यो छुट्टै कुरा भयो। हजुरहरूले भाषा चिन्ने भएर आउनु होला, मेन कुरा। अब नेक्स्ट अर्को कुरा भन्दाखेरि हजुरहरूले के लिएर आउनुहोस् भने अम्ब्रेला लिएर आउनुहोस्, छाता। छाता यहाँ पानी पर्ने सिजन छ भने, समरमा आउनुहुन्छ, मार्च इन्टेकमा आउनुहुन्छ भने त अझै यहाँ पानी पर्ने सिजन हुन्छ, छाता लिएर आउनुहोस्, एकदमै इम्पोर्टेन्ट कुरा। अनि अर्को कुरा भनेको लुगा। लुगा लिएर आउनुहोस्। लुगा चाहिँ हजुरहरूले इनफ लिएर आउनुहोस्, पुग्ने लिएर आउनुहोस्। हजुर कसैले भन्नुहुन्छ हजुरहरूलाई उहाँ गएपछि उतैको कल्चर हुन्छ, उतैको लाइफस्टाइल हुन्छ, त्यो लुगा त्यो उतैको मन पर्न थाल्छ, त्यो हुँदैन। यहाँ 6-7 महिना हजुरहरूलाई यहाँ सर्भाइभ गर्नुपर्ने हुन्छ। यहाँ लुगा किन्न अलिक महँगो पर्छ, त्यही भएर हजुरहरूले लिएर आउनुहोस्, लुगा इनफ लिएर आउनुहोस्। आई मिन कति लिएर आउनुहोस् भन्दाखेरि 4-5 सेट समर क्लोथ लिएर आउनुहोस्, 4-5 सेट विन्टर क्लोथ लिएर आउनुहोस्, -10-15 को एउटा ज्याकेट लिएर आउनुहोस्, समर ज्याकेट लिएर आउनुहोस्, अर्को नर्मल एउटा ज्याकेट लिएर आउनुहोस्, अनि एउटा हुडी लिएर आउनुहोस्। लुगा धेरै पनि नलिएर आउनुहोस् होइन। तर हजुरहरूलाई सुरुमा 5-7 महिनालाई 5-7 महिना, 1 वर्ष, 1.5 वर्ष पुग्ने त्यतिखेरसम्मलाई, आई मिन के भन्न खोजेको भन्दाखेरि 1 वर्षको जुन सिजन हुन्छ नि, त्यसमा समर आउँछ, विन्टर आउँछ, अटम आउँछ, जुन पनि सिजन आउँछ नि, त्यो सबै सिजनमा एड्याप्ट हुने खालको लुगा लिएर आउनुहोस् हजुरहरूले। अनि स्यान्डो लिएर आउनुहोस् 4-5 वटा, अनि सक्स लिएर आउनुहोस् 5-7 जोर होइन। अनि त्यसपछि अन्डरवेयर लिएर आउनुहोस्। हजुरहरूलाई के चाहिन्छ, हजुरहरूको पर्सनल आइटम के हो, सबै लिएर आउनुहोस्। फर्मल ड्रेस, हजुरहरूले फर्मल ड्रेस ल्याउनुपर्छ, एउटा सेट फर्मल ड्रेस लिएर आउनुहोस्, एकदमै इम्पोर्टेन्ट हुन्छ। अनि जुत्ता भनेको हजुरहरूले 3 सेट लिएर आउनुहोस्, त्योभन्दा धेरै ल्याउनु पर्दैन, 3 सेट ल्याउनु भयो भने हुन्छ। इफ हजुरहरूलाई कालो जुत्ता मनपर्छ भने त भइहाल्यो। इफ हजुरहरूलाई सेतो जुत्ता मनपर्छ भने सेतो जुत्ता लिएर आउनुहोस्, तर यहाँ खासै फोहोर चाहिँ हुँदैन, धुनु खासै पर्दैन, त्यही भएर सु क्लिनर लिएर आउनुहोस्, एकदमै हेल्पफुल हुन्छ हजुरहरूलाई। म चाहिँ त्यो भन्न चाहेँ। त्यसपछि अनि अर्को कुरा भन्दाखेरि हजुरहरूले खानाको आइटम होइन, खानाको आइटम के लिएर आउनुहोस् भन्दाखेरि एक्सेप्ट तरकारी, एक्सेप्ट तेल, अनि आलु प्याज त्यस्तो चिज, अनि मासु आइटम, अनि अचार आइटम बाहेक सबै लिएर आउँछु। के कस्तो सबै त भन्दाखेरि गुन्द्रुक भयो, भटमास भयो, दाल भयो, गेडागुडी भयो, चामल भयो, बेसार भयो होइन, अनि मसला भयो, अनि मरिच भयो, अनि जस्तै हजुरहरू ल्वाङ सुकमेल त्यो त्यस्तो चिया मसलाहरू, चियापत्तीहरू, चिनीहरू। अब हजुरहरूलाई के चाहिन्छ त, के चाहिन्छ हजुरहरूलाई एउटा पकाउने ठाउँमा के चाहिन्छ, खुर्सानी भयो, खुर्सानी सुकेको खुर्सानी लिएर आउनुहोस्, ड्राइड चिल्ली लिएर आउनुहोस्, एकदमै इफेक्टिभ हुन्छ। 1 किलो 1.5 किलो कति हाल्न सक्नुहुन्छ, ड्राइड चिल्ली लिएर आउनुहोस्, एकदमै काम लाग्छ हजुरहरूलाई। 3-4 महिनासम्म पुग्छ हजुरहरूलाई खुर्सानी। ड्राइड चिल्ली लिएर आउनुहोस्, एकदमै काम लाग्छ। अनि अझै पनि ठाउँ छ भने दाल चाहिँ हजुरहरूले 3 किलो 4 किलो लिएर आउनुहोस्, इनफ 3-4 किलो लिएर आउनुहोस्। यो चाहिँ एकदमै युजफुल चिज हो कोरियामा दाल। 3-4 किलो कालो दाल, रातो दाल, अब हजुरहरूलाई कस्तो दाल मनपर्छ, इट्स अप टु यु त्यो भइहाल्यो। अनि त्यसपछि अर्को भनेको हजुरहरूले के ल्याउनुहोस् भन्दाखेरि चामल चाहिँ कति ल्याउनुहोस् भन्दा नि यहाँनिर चामल 300 रुपियाँ किलो छ, 300-350 रुपियाँ किलो छ मिनिमम। अब आफै विचार गर्नुहोस् कति चामल लैजानुपर्छ, कति ठाउँ बाँकी बस्छ, सुटकेस ब्याकप्याक गर्दाखेरि कति हुन्छ, त्यो हजुरहरूले सोचेर लिएर आउनुहोस्, म त्यो भन्न चाहेँ। अनि अर्को भनेको कोरियन ल्याङ्ग्वेज त भइहाल्यो, कम्तीमा पनि 2 महिना पढेर कोरियन बुक, अनि पढेको कुरा पनि लिएर आउनुहोस्, मतलब कपीहरू पनि लिएर आउनुहोस्। ल द्याट्स अल, अहिलेको लागि यति नै भने। अब मैले अरू खासै त्यति साह्रो सम्झिनँ अहिलेको लागि। अब हजुरहरूलाई यदि हजुरहरूलाई मेरो कुराहरू जेन्युन लागेछ होइन, मेरो यहाँ कोरिया बसेको 2 महिना भयो, म रिभ्यू कस्तो लागेछ होइन, जेन्युन लागेछ, राम्रो छ, मैले भनेको कुराहरू यदि हजुरहरूलाई मन पर्यो भने हजुरहरूले च्यानल सब्सक्राइब गर्नुहोस्, त्यसपछि लाइक गर्नुहोस्, भिडियोमा कमेन्ट गर्नुहोस्। केही कुराहरू हजुरहरूले बुझ्नु भएको छैन भने म हजुरहरूलाई अवश्य पनि रिप्लाई दिनेछु। अनि त्यसपछि हजुरहरू कुन चाहिँ एयरलाइन्समा आउँदै हुनुहुन्छ, द्याट्स दि मोस्ट इम्पोर्टेन्ट फ्याक्टर हुन्छ हजुरहरूको लागि। जस्तै म आएको भनेको सिचुवान एयरलाइन्समा,
भनेको चाइना ट्रान्जिट थियो मेरो, अनि त्यो ट्रान्जिट थियो मेरो 10-12 घन्टा समथिङ, होइन 14-15 घन्टा मेरो ट्रान्जिट थियो। चाइनामै एक रात बसेको, म चाइना पनि गएको छु। यो हिँड्ने क्रममा कहाँ पुगिन्छ, द्याट्स अल अबाउट डेस्टिनी, होइन त। ल भइहाल्यो त्यो। अनि हजुरहरू ब्याग कति किलो ल्याउन पाउने हो त्यो इट्स डिपेन्ड अपन त्यसमा पनि। आई मिन के भन्न खोजेको भन्दाखेरि एउटा भिर्ने ब्याग त त्यो जुनसुकै फ्लाइटमा आउनुहुन्छ भने त्यो ल्याउन पाइन्छ। त्यसमा हाल्ने भनेको ल्यापटप भयो, होइन, अनि वाटर बोतल हाल्नुहोस्, त्यसमै काम लाग्न सक्छ। अनि एडाप्टरहरू के छ, के हाल्नुपर्छ त्यहाँ कन्सल्टेन्सीहरूले पनि भन्नुहुन्छ। अनि दाइ दिदीहरूलाई पनि सोध्नुहोस्, यदि हजुरहरूलाई त्यस्तो केही थाहा छैन भने सोध्नुहोस्, मलाई कमेन्ट गर्नुहोस्, म अर्को भिडियो लिएर आउने नै छु। अनि त्यसपछि म आउँदाखेरि चाइना ट्रान्जिट हुँदाखेरि चाहिँ मेरो कति किलो ल्याउन पाइने थियो त भनेर म हजुरहरूलाई भन्न लाग्यो। अहिले चाहिँ कति किलो थियो भन्दाखेरि मेरो 23 kg सुटकेस, 7 kg ह्यान्ड क्यारी, अनि भिर्ने ब्याग भनेको 23, 26, 46 र 7 53 र अनि भिर्ने ब्याग थियो। मैले त्यति सबै भरेर लिएर आएको थिएँ। मेरो अझै मेरो 1 किलो जति बढी नै थियो होला, होइन। अब त्यो कन्डिसन अनुसार हुन्छ। हजुरहरूको अगाडि वेट धेरै भएको मान्छे जानुभएको छ भने त्यो छिर्ने बेलामा, एयरपोर्टमा छिर्ने बेलामा धेरै भएको मान्छे जानुभएको छ भने हजुरहरूलाई गाह्रो पर्न सक्छ, निकाल्न लाउन सक्नुहुन्छ उहाँहरूले। त्यो त्यहाँ उमा चेक गर्ने मान्छेहरू, एयरपोर्टमा चेक गर्ने मान्छेहरू, होइन भने हजुरहरूलाई 1 किलो 2 किलोसम्म, होइन, त्यो फ्री हुनसक्छ। सकेसम्म बढी नलिएर आउनुहोस्। अब बढी भइहालेछ भने पनि सकेसम्म नलिएर आउनुहोस् नै भन्न चाहन्छु म, होइन। अनि त्यति 53 kg प्लस त्यो भिर्ने ब्याग त्यति लिएर आउनुहुन्छ भने हजुरहरूलाई इनफ हुन्छ। द्याट्स इनफ, साँच्चीकै इनफ हुन्छ त्यो। मलाई त इनफ भएन, तर पनि इनफ हुन्छ। अरू एयरलाइन्स भन्दा यो एयरलाइन्समा वेट धेरै नै हो। 53 kg भनेको एकदमै राम्रो वेट ल्याउनु पाउने, एकदमै राम्रो वेट हो। अनि यहाँ देख्नु भयो नि नेपालको झन्डा, जय देश नेपालको झन्डा। अब लिएर आउनुहोस् त भन्नु पर्दैन नेपालको झन्डा, होइन। नेपालीलाई नेपालको झन्डा इज द खतरा चिज, होइन। त्यही भएर हजुरहरू अब अरू केही छ, हजुरहरूले केही बुझ्नु भएको छैन, केही सोध्नु छ, केही हेल्प चाहिएको छ भने भन्नुहोस्। आई एम अलवेज देयर फर यु गाइज। त्यति भन्दै लेट्स इन दिस भिडियो। हजुरहरूलाई साँच्चै इफेक्टिभ लाग्यो होला यो भिडियो भन्दै आजको लागि यति नै भन्न चाहेँ। जय देश, जय नेपाल। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। अरू भने जस्तै जय देश, जय नेपाल।